वेलकम एन्ड वेलकम ब्याक टु माई एनदर भिडियो न्यू डे न्यू ब्लगको साथमा फेरि पनि म आइसकेको छु। अनि आज चाहिँ हामी बेबीहरूलाई योकोहामामा रहेको जुरेसिया जू लिएर जाँदैछौँ। अनि म चाहिँ सिधै टिकट काउन्टरमा आएर भिडियो बनाउँदैछु हैन। अनि यहाँ चाहिँ पर पर्सन टिकट फी चाहिँ 800 रुपिस थियो हैन। अनि हामीले चाहिँ दुईटा टिकट सेल्फ टिकट काउन्टर थियो आफैले काट्ने, सो दुईटा टिकट काटेर हामी चाहिँ रेडी भयौँ। अनि अब चाहिँ हामी इन्ट्री हुन्छौँ साथीहरू हैन। अनि बेबीहरूको लागि अब एजुकेसनल टाइपको पनि हुन्छ भनेर केही कुरा सिकुन् भनेर लगेको हो हैन। हावा गर्यो बाबुले चाहिँ। अनि आजभोलि यस्तो एनिमल्सहरू चिन्छ कि एलिफेन्ट यस्तो भन्छ। अनि त्यही भएर बाबुले चाहिँ कस्तो रियाक्ट गर्दो रहेछ भनेर अनि लिएर आएको कि हाम्रो चाहिँ यो फर्स्ट जू भिजिट हो बच्चाहरूको हैन। अनि यो चाहिँ इन्डियन एलिफेन्ट रहेछ, कत्रो ठुलो के हेर्नु मन पर्यो। के रहेछ बाबा? सन्त छ होला। आबी बुझिन्छ आएकै छैन। ल आऊ आएको ठाउँमा जाने, आऊ टाइगर हेर्न जाने। आऊ हजुर हजुर पापा गयो होइन नि, पापा गएछ लिएर भन्नुपर्छ नि त। होइन मान्दैन मानेर नानीलाई मैले यस्तरी बोकेर अनि बाबुलाई चाहिँ गाडीमा पापाले बोक्दै हुनुहुन्छ। पुकु हाई भन्दै हाई हाई चुपा बाबुको बोबाट राखिदिनु। बिरको पनि त्यही थियो नि त, लगाइदिनु। कुकीलाई चाहिँ जे पनि म्याउ म्याउ भन्छ साथीहरू, जे नि म्याउ भन्छ। बाई बाई भन्दै सिंह गरा रहेछ कि अघिदेखि है। अनि हामीले चाहिँ पाक गरा होला भनेर यहाँ चाहिँ त्यस्तो सुरुमा पारेको रहेछ। साथै मेरो आवाज चाहिँ आएको छैन थाहा छैन, सानोसँग बोलिरहेको छ नि। तर कस्तो चिसो क्या है, जनता पनि जङ्गलै जङ्गल भएर होला। गर्मी चाहिँ छैन, चिसोहरूमा बोल्ने उत्तान रहेछ, तिनवटा रहेछ, एउटा यता एउटा यता। यो चाहिँ रेड पान्डा रहेछ साथीहरू। वाकिङ बर्ड केज मिल्छ गएर एकजनाहरू चरा बाहिर यो चाहिँ यसरी नै हिँडेर हेर्न पाउने ठाउँ रहेछ क्या। हजुर हजुर राम्रो है हेर्न पाउने।
चरा हामी रहेछ नि त पानीहरू तर कस्तो रुख पनि उस्तो उस्तो भएर अलिक मजाले नदेखिँदो रहेछ है। अहिले चाहिँ मैले पापालाई बोकाइदिएको मलाई गाह्रो भएर मसिन्दे चली अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ यहाँबाट चाहिँ चरा भाग्नु भएन अरे क्या त्यही भएर एक जना मात्रै निस्किनु मिल्छ। तर छिटो छिटो नहिँड्दो रहेछ नि होइन यहाँबाट त छैन चरा कस्तो पाराले बनाएर है पानी हेर्नु कति हरियो Seal. यस्तो गरेर घुमेर आउने रहेछ नि बेबी दामी 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 अब हेर्नु त्यहाँबाट यस्तो गरेर सही तल झरेर सही कस्तो बबाल पारेर जाँदो रहेछ त्यो पनि देख्यो बच्चाहरूलाई चाहिँ लिएर अब यतै छ घोडा Nom 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 nom. Nom 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 nom. Ice cream खाने ice cream खान्छ के बाबा ice cream खान्छぜひですね、近くに来た時にお尻に注目してみてください。カメラの他にですね、もう一頭ケンジという名前のオスのチンパンジーもいますので、ぜひお尻に注目して2頭とも探してみてください。対してですね、メスのチンパンジーのお尻はこのピンク色のお尻はですね、子供を作ることのできるबाबा के हो त्यो जीवा हो
बाबुको चाहिँ फेभरेट एनिमलमा चाहिँ जिबा थियो क्या उसले चाहिँ जेब्रालाई जिबा भन्छ हैन पिक्चरहरुमा देख्यो भने पनि अनि टिभीमा देख्यो भने पनि मम्मा जिबा भन्थ्यो अनि उ एकदम एक्साइटेड थियो जिबा हेर्नको लागि अनि जिबा चाहिँ एकदमै गाह्रो ठाउँमा रहेछ क्या हामीले चाहिँ नर्मल ठाउँमा होला भनेर खोजिराको त्यही पनि हामीले भेट्यौं जिबा अनि बाबु एकदमै धेरै ह्यापी भयो जिबालाई देखेर सो बच्चाहरु पनि खुसी भयो हल्का एजुकेशनल टाइपको पनि भिडियो हुन्छ बच्चाहरुले केही सिक्छ भनेर हामीले लिएर आएको थियौं सो रमाइलो भयो अनि आजको भिडियो चाहिँ यति नै थियो थ्यांक यू फर वाचिङ बाइ बाइ सी यू इन नेक्स्ट भिडियो